डोटीको ओखट्टे गाउँमा जन्मिएका घरका साइला छोरा गणेशराज ओझा सङ्घर्षबाट गीत सङ्गीतमा चम्किए। समाजसेवाबाट जनताको मन जितेर आज भने राष्ट्रिय स्वतन्त्र पार्टी साइल गाउँपालिका सभापति। आखिर कस्तो छ उहाँको प्रेरणादायी यात्रा। डोटी जिल्लाको साइल गाउँपालिका वडा नम्बर 2 ओखट्टे गाउँमा विक्रमसम्म 2057 साल कार्तिक 20 गते जन्मिएका गणेशराज ओझा आज सङ्गीत समाजसेवी र राजनीतिक क्षेत्रमा परिचित नाम बनेका छन्। पदमराज ओझा र जसुदेवी ओझाका कोखबाट जन्मिएका गणेशराज ओझा घरका साइला छोरा हुन्। 4 भाइ र 1 बहिनी रहेको परिवारमा हुर्किरहेका उनले बाल्यकालदेखि नै सङ्घर्ष, जिम्मेवारी र पारिवारिक मूल्यलाई नजिकबाट अनुभव गरे। सामान्य आर्थिक अभाव, गाउँको परिवेश र सीमित अवसरका बीच उनले आफ्नो भविष्य सपना बन्न थाले। बाल्यकालदेखि नै सङ्गीतप्रति विशेष रुचि राख्ने गणेशराज गाउँघरका सांस्कृतिक कार्यक्रममा सक्रिय हुन्थे। गाउँका वास्तविक कथा, जनजीवनको भोगाई, विदेशका युवाको पीडा, आमा बुवाको प्रतीक्षा र सङ्घर्षको कथाले उनको मनलाई गहिरो रूपमा छुन्थ्यो। यही अनुभवले उनलाई गीत सङ्गीततर्फ आकर्षित गरायो। विक्रमसम्म 2072 सालमा उनले आफ्नो पहिलो गीत तिमी मान्छे बडो अप्ठ्यारो सार्वजनिक गरे। त्यही गीतबाट सुरु भएको उनको गीत सङ्गीत यात्राले नयाँ मोड लियो। पहिलो गीतले नै दर्शकमाझ राम्रो चर्चा पाएपछि उनले निरन्तर सृजनात्मक यात्रालाई अगाडि बढाए। त्यसपछि दाइ परदेशी, कमाइ ल्याउन धन, यो जिन्दगी लगायतका गीतहरू सार्वजनिक भए। विशेष गरी विदेशका युवाको पीडा, गाउँघरको यथार्थ र नेपाली समाजको वास्तविक कथाहरूले बोल्ने उनको गीतले नै हजारौँ दर्शकको मान छोयो। उनका गीतहरू केवल मनोरञ्जनका समाधान बनेनन्, बरु धेरै नेपालीको आफ्नो भोगाइ र भावनाको आवाज बने। सङ्गीतसँगै गणेशराज ओझा सामाजिक कार्यमा पनि निकै सक्रिय हुँदै आए। समाजका समस्या, युवाको मुद्दा र जनचासोको विषयमा निरन्तर आवाज उठाउने क्रममा उनी समाजप्रति थप सक्रिय बने। जनताको निकट समाजप्रतिको जिम्मेवारी र परिवर्तन चाहनेलाई उनलाई नेतृत्वतर्फ बाटो ढकालियो। समाज परिवर्तनको अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित उनी राजनीतिमा सक्रिय भए। युवाको नेतृत्व, सुशासन, पारदर्शी र विकासका मुद्दालाई केन्द्रीय राख्दै उनले आफ्नो राजनीतिक यात्रा अगाडि बढाए। यात्राको परिणामी स्वरूप आज उनी राष्ट्रिय स्वतन्त्र पार्टी साइल गाउँपालिका सभापति जिम्मेवारीमा रहेका छन्। डोटीको ओखट्टे गाउँबाट सुरु भएको यो यात्रा आज हजारौँ युवाको लागि प्रेरणादायी कथा बनेको छ। सङ्घर्षलाई शक्तिमा बदल्ने सपना देखेर समाजको लागि केही गर्ने अठोट राख्ने युवाको लागि गणेशराज ओझाको जीवन एक उदाहरणै बनेको छ। गीत सङ्गीत, समाजसेवी र नेतृत्वसँगै अगाडि बढाइरहेका गणेशराज ओझा आज सुदूरपश्चिमका आशलाग्दा युवा व्यक्तिमध्ये एक रूपमा चिनिएका छन्।